अब अजय सरको कहानी भन्नुहोस् तपाईँ अब जिन्दगीका मेरा व्यथादारी यति छन् कि मैले सुनाएँ भने अहिले आँसुको खोलो बग्छ। अनि म मेरो व्यथाबाट म रुन मात्र सकेको छैन, तपाईँ पनि त्यो रुन मात्रै नसक्ने आफैले मनन गरेर तपाईँ एकदम ध्यानसित भन्नुहोस् त। त्यो हो कि त होइन, म आफ्नो व्यथा आफ्नो सम्झिन चाहन्छु। होइन म त सम्झिन्छु, नसम्झ्यो भने म अघि बढ्नै सक्दैन अजय सर। त्यो कहानी सम्झेर नै हामी अघि बढिरहेछौँ, तपाईँलाई थाहा छ यो। मलाई जिन्दगीमा सबै थोकमा म ठिक छु, म खुसी छु होइन, तर म एउटा चिजमा म धेरै दुःखी छु होइन, जुन चिज मसँग छैन। त्यो त अब तपाईँसँग छैन, तपाईँसँग छ, सबैसँग भरिपूर्ण त छैन। सबै चिज पुरा भएको दिन त जीवनै सकिन्छ, जीवनै सकिन्छ, समाप्त। अगर तपाईँले भएकै चिज ल तपाईँले सपना नै त्यो देख्नुभयो भने तपाईँले त्यसलाई हासिल गर्नु रह्यो चाहिँ के होइन, हुन्छ सबैसँग हुन्छ, मसँग पनि थियो तर अहिले छैन। हुँदाखेरि त्यसको महत्त्व मैले गरिनँ, हुँदाखेरि महत्त्व मैले थाहा भएन, नहुँदाखेरि महत्त्व त्यसको अहिले झर्झर्को आउँछ। त्यो के हो थाहा छ? बुवा आमा एउटै कुरो पाइँदैन, बाबा आमा पाइँदैन, बुवा आमा हो के त। सबभन्दा मनमा एकदम पिर लाग्ने भनेको बुवा आमा सम्झिँदाखेरि एकदम बढी मलाई रिस उठ्ने या म धेरै चिन्तितमा गयो भने बुवा आमाको सम्झना बढी हुन्छ। किन थाहा छ? यसो त भन्नै मिल्दैन नि। यहाँ सुन्नु त, म तपाईँले एउटा उदाहरण दिन्छु। अस्तिको दिन के भयो भने यहाँदेखि बाहिर छतमा गएँ म होइन, त्यहाँ केटाहरू बसिहाल्छ, बुवा बोल्दैछु, ठुलो साउन्ड मलमा सुनिहाल्यो होइन, ठिकै छ। त्यहाँ अब मन छटपट भयो होइन, त्यहाँदेखि म फेरि अर्कोतिर साइड लागेँ, त्यहाँ एउटा इन्डियन बसेको थिएँ, त्यो पनि घरमा कुरा गरिरहेको थियो बुवा आमासँग होइन। अनि रुममा आयो, रुममा पनि यता तपाईँले बोलिरहनु भएको थियो होइन। कस्तो दुःख मान्ने तपाईँले वेदना पोख्नु भयो आज सर। त्यस्तो भन्दा त सबैको मन त अलिकति चस्साको त भइहाल्छ। होइन, दुःख भनेको मलाई त्यो मात्रै लाग्छ, अरू होइन। मलाई घर चाहिँदैन, मलाई सम्पत्ति चाहिँदैन, मलाई केही चाहिँदैन होइन, तर त्यो चिजको सम्झना जब आउँछ नि, सबभन्दा दुनियाँको सबभन्दा खत्तम मान्छे हुन्छ क्या। आफ्नो ब्याकग्राउन्डमा म सोच्दिनँ क्या, म जहिले पनि अनुहारमा एकदम मुस्कान एकदम रमाइलो देखाउँदै हिँड्छु क्या, जति नै टेन्सन भए पनि होइन। किनभने म जतिखेर किन रमाइलोमा हुन्छु। हुन त भन्छन् मान्छेलाई मान्छेले पीडा लिइरहन्छ भन्छ। म के अरे एउटा के भन्छ भन्दाखेरि के को भन्थ्यो मैले अब सम्झिउँ बिर्सेँ, मन नभएको र धन नभएको खोइ के हुँदैन, पिर नभएको र शिर नभएको खोला हुँदैन भनेर भन्थ्यो होइन। यो कुरा मलाई अहिले आएर राइट जस्तो लाग्छ। थाहा छ मेरो बाटोको बास पनि भएको थियो तपाईँलाई एउटा कुरा। अस्ति मैले त्यो कुरा त्यो भिडियोमा समाप्त भइहाल्यो होइन, गर्दा एडिङ भइहाल्यो। मेरो थाहा छ एक कहानीमा मेरो के अरे बाटोको बास पनि भएको थियो अझै छ। बाटोको बास भन्दाखेरि तपाईँ के भन्नु, कसरी सोच्नुहुन्छ, कसरी लिनुहुन्छ, म भन्छु तपाईँलाई। न बास छ, न घाँस छ, न कपास छ, बाटोको बास भन्नु। अब जाने कहाँ? त्यो ठाउँ थियो एकान्त ठाउँ, त्यो ठाउँ थियो बिरानो ठाउँ। भनेको मतलब म काठमाडौँमै थिएँ, काठमाडौँ सहर त झिलिमिली थियो, तर मेरो लागि त्यो झिलिमिली थिएन। किन होला त त्यो कस्तो भयो त? मेरो कति म 10 वर्ष 9 वर्षमा म गाउँबाट भागेर हिँडेको। बाउले नाम्लाको पातोले जान्छस् त कहाँ जान्छस् भनेर पिट्नु भयो। 200 रुपियाँ एउटा दिदीसँग ऋण काटेर म हिँडेको काठमाडौँ 9 वर्षमा। अनि मेरो आमाले भन्नुभयो त छोरा कहाँ जान लाइस् भन्दै रुँदै आउनुभयो 4 बजी उठेर। म अर्को गोठमा सुत्थेँ, गाउँघरमा गोठ हुन्थ्यो, गोठमा एकजना मान्छे थियो, काका अङ्कल थियो। काका अङ्कल गोठमा सुतेर काका काठमाडौँ जान्छ अरे, म जान्छु काठमाडौँ, म बस्दिनँ, तपाईँहरूको यस्तै छ अब घरमा। मेरो यो पढाइ पनि अब यस्तै हो, म पैसा कमाउँछु, म काठमाडौँ जान्छु। मैले गाडी पनि देखाएको छैन, गाडी पत्रुनु हुन्छ, घर जत्रो हुन्छ भन्थेँ, गाडी त कत्रो हुन्छ गाडी भनेर म त्यस्तो सम्झिँ काठमाडौँ आएँ। अनि एक समय चाहिँ म एकदम बिरानो भएँ, बिरानो क्या। न आफन्त कहाँ बसेछन् के गर्छन् न थाहा छ, न केही छ, न केही। अब बाँस कपास त अब यो मान्छेलाई यो 3 चिजको त आवश्यकता पर्छ जहाँ गए पनि। अनि मैले के गरेँ, जोगी कुटीमा गएँ। जोगी कुटी भनेको तपाईँलाई थाहा छ होला? थाहा छ।
ठाउँमा छन् हाम्रा होइन, तपाईँहरूको जिल्लामा पनि छ, तपाईँहरू गाउँमा होला अब अथवा होला होइन। काठमाडौँ एउटा जोगी कुटी छ, जोगी कुटीमा गएँ म होइन। एउटा रामदेव थियो, एउटा बाबा थियो। अनि बिहान बेलुका होम जय जगती सारे भनेर चाहिँ पूजा गर्ने, आरती गर्ने। म चाहिँ एउटा डम्बरू बजाउने, घन्टी ट्याङ ट्याङ बजाउने। मलाई चाहिँ लास्टको स्टेपमा राख्दै थियो। फर्स्ट त बाबा भइहाल्यो, सेकेन्ड रामदेव भइहाल्यो, थर्डमा म लास्ट स्टेपमा परेँ। डम्बरू बजाउनु किनभने डम्बरू बजाउनु र घन्टी बजाउने। तर डम्बरू बजाउन र घन्टी बजाउन पनि जान्नु पर्दो रहेछ है अझै सर, नभए हुँदो रहेछ। 2-4 दिन त टाङ्गा र टिङनिङ टुङनुङ गरेर बजाएँ। त्यसपछि त्यो आरती कसरी गर्छ त्यसै गरी बजाउने, डम्बरू पनि ताल मिलेर बजाउने। त्यहाँ म किन गएँ भन्दाखेरि अनि गाईको गोबर पनि छोड्नु पर्थ्यो, घाँस पनि काटिनु पर्थ्यो, त्यो अब चोखो दुध चढाउनु पर्थ्यो त्यहाँ। अनि बाबालाई भाँडाकुँडा पूजाको भाँडामा टक्क लगाएर राखिदिन्थ्यो। अनि उनीहरूले अब खाँकाबाट उनीहरूलाई भिक्षा के दिन्थ्यो ल्याएर पकाएर खान्थेँ। तरकारी सरकारी केलाइदियो अनि मलाई खाना दिन्थ्यो। मलाई नि त्यहाँ सुत्ने ठाउँ चाहिँ कस्तो थियो भन्दाखेरि पक्की घर पनि थिएन क्या, एउटा जस्ता हालेको थियो, एउटा पातलो मन्नी दिएको थियो। बाबा त स्ट्यान्डर्डमा सुत्छ हो, म र रामदेव चाहिँ अलिक मिल्थ्यो। रामदेवले मलाई मान्थ्यो होइन, रामदेव भन्थ्यो। एक पक गाँजा पनि दिन्थ्यो होइन, गाँजा पनि खान्थेँ म चिलिममा। मजाले गाँजा खान्थेँ। एक धुनमा कसैसँग नराम्रो नि बोल्दैन थिएँ। आएन जय राम श्रीराम भन्यो, बस्यो।